हेलो एन्ड नमस्ते एभ्रिवान। आजको हाम्रो यात्रा रहेको छ महेन्द्रनगरदेखि हरिद्वारसम्म। त्यसका लागि हामीले टिकट लियौँ महेन्द्रनगर बस पार्कदेखि। घरदेखि निस्क्यौँ सिधै महेन्द्रनगर बस पार्क पुगेपछि त्यहाँदेखि हरिद्वार देहरादुनको गाडी लाग्दो रहेछ। त्यसमा चाहिँ टिकट काट्यौँ। बस पार्क पुगे लगत्तै हाम्रो गाडी पनि ट्र्याकमा आइसकेको थियो र हामीले आफ्नो झोलाहरू ब्यागहरू चाहिँ यसको टिकट चाहिँ तपाईँले महाकाल यातायात काउन्टरदेखि पाउन सक्नुहुँदो रहेछ। डेली चाहिँ साँझ 5:30 बजे महेन्द्रनगरदेखि हरिद्वार देहरादुन हुँदै गाडी जाँदो रहेछ। गाडी एकदमै राम्रो थियो, कम्फर्टेबल सिटहरू पनि पाएको थियो। त्यहाँदेखि हामी 5:30 बजीतिर हरिद्वारको लागि निस्क्यौँ। महेन्द्र हाइवे हुँदै गड्डा चौकी नाकाबाट बनबसा हुँदै हरिद्वारका लागि प्रस्थान गऱ्यौँ। अगाडि हेर्दै जानु त्यो चाहिँ हाम्रो गड्डा चौकी नाका पऱ्यो। त्यहाँदेखि चाहिँ सीमा लगभग समाप्त हुने अवस्था पुग्छ। बाटो अलिकति बिग्रेको भए तापनि गाडी चाहिँ राम्रो कन्डिसनको भएको हुँदाखेरि त्यस्तो गाह्रो चाहिँ हुनु पुगेन। अब यहाँभन्दा उता चाहिँ इन्डियाको नाका चाहिँ सुरु हुन्छ है। भन्दै इन्डियाको बर्डरको गेट पनि हेर्न पायौँ। राम्रो सनसेट भ्यू पनि हेर्न पायौँ है। अब सुरक्षा मापदण्डलाई हेर्दै उतापट्टि चेकिङ हुँदो रहेछ, त्यही भएर भिडियो चाहिँ अगाडि बनाउनु दिएन चेकपोस्टमा। पुगेपछि हामी चेकिङहरू गरेर बनबसा पुलमा पुग्यौँ। यो चाहिँ हाम्रो बनबसा पुलको सुन्दर दृश्यहरू हेर्न सक्नुहुन्छ। महाकाली नदीमाथि बनेको यो शारदा ब्यारेज पनि भन्छ यसलाई इन्डिया साइडमा चाहिँ। हामीले एकछिन हेर्दै रमाइलो गऱ्यौँ। भिडियोबाट अलि अगाडि कहाँ छौँ भाइ तपाईँ जाने? हरिद्वार के गर्छौ? के पर्छ पण्डितगिरी हो क्या? सही हो दाइ। तपाईँ के गर्नुहुन्छ? तपाईँ के गर्न जान्छ? माछा मार्न? अरे पाप धोने जा रहे हो? मालिकसँग गइरहेछ। पाप धोने जा रहे हो? बुढाक मालिक सिदिन्छु भनेर हामीलाई। तपाईँलाई त फेरि एकचोटिको डुबुल्कीले पुग्दैन। किन 150 चोटि हान्नुपर्छ दाइ? तपाईँले फेरि मुनि नै बस्नुपर्ने होला। पुल क्रस गरिसकेपछि हामीले मिठो इन्डियाको चाट पनि खाने मौका पायौँ है। चाट चाहिँ एकदम मिठो थियो। अनि हामीले यो शारदा ब्यारेजमा चाहिँ अलिकति लोडको समस्याले गर्दा गाडीमा प्यासेन्जर बोकेर आउनु दिँदैन थियो। त्यही भएर हामीले हिँडेर क्रस गरिसकेपछि एकछिनमा गाडी पनि आइपुग्यो। फेरि हामी गाडीमा चढेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ। यो चाहिँ बनबसा मार्केट भन्छ। बनबसा भनेको तपाईँको बर्डरको इन्डिया साइडको मार्केट चाहिँ हो। यहाँदेखि पनि सिधै अगाडि गयो। अगाडि गइसकेपछि एकछिन टाइम पनि भइसकेको थियो। यो चाहिँ हामी खाना खाने ठाउँमा पुग्यौँ। होटल एकदमै राम्रो थियो। नेपाल र इन्डिया कम्पेरिजन गर्ने भने इन्डियामा खाना खाने ठाउँहरू चाहिँ अलिकति राम्रो हुँदो रहेछ होइन। अलिक व्यवस्थित हाइजिन मेन्टेन गरेको हुँदो रहेछ। हातमुख धोयौँ अनि यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ खाना खाने ठाउँ हाम्रो। यहाँ चाहिँ एकदमै मिठो खाना पनि पाउँथ्यो है। अनि हाम्रो गाडीको दाइहरूसँग बसेर मजाले हामीले मिठो खाना खायौँ। यो चाहिँ शाही पनिर, बटर नान, यहाँ चाहिँ एकछिन रमाइलो पनि गऱ्यौँ। रातभरिको यात्रापछि हामी चाहिँ बिहानै 3 बजीतिर यो हरिद्वारको फ्लाइओभर हो, यहाँदेखि चाहिँ लेफ्ट राइट जाँदाखेरि चाहिँ तपाईँको देहरादुन गइन्छ। हामी चाहिँ हरिद्वारमा स्नान गर्नुपर्ने भएर
गर्ने झऱ्यौँ त्यसैबाटै जाने नि अब यहाँदेखि चाहिँ थोरै 1.5 किलोमिटर जस्तो हिँड्नु पर्दो रहेछ हरिकी पौडी भन्दो रहेछ होइन त्यहाँ गएर स्नान गर्नुपर्ने रहेछ त्यहाँ जानुलाई चाहिँ त्यो फ्लाइओभरदेखि थोरै हिँड्नु पर्दो रहेछ अनि हामीलाई छोडेर हाम्रो गाडी चाहिँ देहरादुनतर्फ त्यो चाहिँ हामी गङ्गा किनारतिर यहाँ चाहिँ मान्छेहरू एकदमै राति नै आएर त्यहीँ सुतिराख्दो रहेछ अनि बिहान उज्यालो हुनको वेट गरेर बल्ल स्नान गर्छ चाहिँ हामीले स्नान गरिसकेपछि हरिकी पौडी भन्ने ठाउँमा चाहिँ जति पनि श्रद्धालु भक्तजनहरूले सबैले यहीँ आएर चाहिँ गङ्गा स्नान गर्ने हो केही बेरपछि यहाँ चाहिँ अब आरती पनि लाग्छ तर त्यो दिन चाहिँ अलिकति मौसमले गर्दा आरती हुन पाएन यहाँ रमाइलो गरिसकेपछि हामी फेरि यहाँदेखि देहरादुनतिर